चाहिँ जसरी भयो कि फर्स्ट हुनुपर्छ जस्तो लाग्थ्यो क्या, फर्स्ट हुनुपर्छ जस्तो लाग्थ्यो। तर फर्स्ट कहिले हुँदैन थियो क्या। इक्जाममा मैले ठ्याक्कै इक्जाम दिएर बस्यो भने सब सर्भिसहरूले मलाई हेर्नुहुन्थ्यो क्या, ज्यान ठुलो छ नि त। अनि मभन्दा पछाडिकोहरू चाहिँ सबजना पास हुन्थ्यो क्या, किनभने मैले एउटा छिर्थेँ नि त सबैजना। हजुरहरू यहाँ कोही फर्स्ट हुनुहुन्छ? फर्स्ट चाहिँ पढ्न जानु भएको छ कि क्या? फर्स्ट सेकेन्ड थर्ड त पढ्नु पऱ्यो नि त। यस यो मुभी चाहिँ हाम्रो रोल नम्बर 1 भन्ने मुभी चाहिँ हजुरहरूकै लागि बनाएको छ, हजुरहरूकै लागि बनाएको छ। अनि यो फिल्ममा चाहिँ हजुरहरूकै कथा देखाएको छ क्या, मेरो देखाएको छ। किनभने म मोटो छु, मोटोको कथा देखाएको छ। हेर्नु न फिल्ममा छैन, मोटो मान्छे छैन क्या। हजुरहरूले पनि यतापट्टि देख्नु भएको थियो अहिले भन्नु लाग्दाखेरि बाहुनगानीमा हात्ती आइरहेको थियो, तैँले होला कि भन्नु। मलाई म यतै आउँदाखेरि भाइले पनि कतै देखेको हो भनेर थिएँ क्या होइन। म अनि भनेर बाहुनगानीमा देखेँ होला नि, भाइले ए त्यसो भए चितवनमा गएर हिँडेको देखेँ अब। म चाहिँ त्यसमा पढ्दै गर्दाखेरि मलाई लास्टै लब्धु थिएँ क्या, एकदमै मलाई केही आउँदैन थियो क्या, साँच्चै आउँदैन पनि। नत्र भने यसरी कहाँ हिँड्थेँ म होइन। आएको भए त म आइटी यताउति पढ्न जान्थेँ। म ब्याचलर पढ्दैछु अनि मानिसहरूले भन्छ ब्याचलर कुन इयर पुगिस् भनेर, म बियर भन्छु कि हो साँच्चै। अब ब्याचलर फर्स्ट इयरमा चाहिँ मेरो लक परेको थियो होइन, त्यो टाइममा चाहिँ बियर थिएँ क्या। त्यसपछि अनि एकैचोटि अब छोडेँ त, त्यसपछि बियरमा आएँ क्या म पढ्दै गर्दाखेरि चाहिँ मलाई काम गर्नु मन लाग्यो क्या, मलाई जस्तै धनी बन्न मन लागेको थियो। अनि कति पैसा हो भने चाहिँ धनी हुन्छ जस्तो लागेको थियो। हजुरहरूलाई पनि लाग्यो कति पैसा भयो भने धनी हुन्छ भनेर। मैले गुगल गरी हेरेको नेपालमा चाहिँ 30 करोड जति भयो भने चाहिँ एक लेभलको धनी हुँदो रहेछ क्या। अनि मलाई 30 करोड त कमाउनु पऱ्यो नि त, यसै त धनी भइँदैन, कसैले दिँदैन। यहाँको दुर्गा प्रसाद जस्तो त होइन म। यहाँ दुर्गा प्रसाद चिन्नुहुन्छ सबैले भने चाहिँ ए हो र, ए सब्जी कता हुनुहुन्छ? उहाँ जतिको धनी हुनलाई त मलाई त काम